अनिल केसरी शाह बैंकिङ र कर्पोरेट जगतमा स्थापित नाम हो। अनिल केसरी शाह नेपालमा नाम चलेका एक पूर्व सफल बैंककर्मी हुन्। उनले नेपालका ख्याति प्राप्त बैंकहरूमा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। बैंकिङमा करियर बनाउनहरूका लागि शाह आइडियल व्यक्ति हुन्। उनी वाणिज्य बैंकको छाता संगठन नेपाल ब्याङ्कर्स संघको अध्यक्ष पनि भइसकेका छन्। शाहको व्यक्तित्वले खास गरी युवाहरूलाई राम्रैसँग आकर्षित गर्छ। उनी युवाहरूका लागि मोटिभेसनल स्पिकरमा पनि परिचित छन्। अनिल शाहको परिचय एक सफल बैंकरमा मात्र सीमित छैन, उनी युवा पुस्ताका उत्प्रेरक अर्थात् मोटिभेटर पनि हुन्। शाहको सफलताबाट युवा पुस्ताले धेरै कुरा सिक्न सक्छन्। 30 वर्षभन्दा बढी बैंकिङमा बिताएका अनिल शाहलाई जागिरले पुगिसकेको र हाल शाह आफ्नै केही गरेर उद्यमी बन्ने सोचमा छन्। अब आफू होइन अरूलाई लिडर बनाउने काम गर्ने उनको भनाइ छ। यहाँ तपाईहरूमध्ये धेरैलाई अनिल शाहको व्यक्तिगत जीवनबारे धेरै कुरा थाहा नहुन पनि सक्छ। त्यसकारण आउनुहोस् भिडियोमा प्रवेश गरौं। अनिल केसरी वीर कोटे राजा तारक बहादुर र रानी मदन दिव्येश्वरी शाहका नाति हुन्। उनी डाक्टर नारायण केसरी शाह र नेपालकी प्रथम महिला राजदूत बिन्देश्वरी शाहका जेठा छोरा हुन्। कान्छा छोरा उज्जवल शाह थिए जुन 42 वर्षको उमेरमा बितेका थिए। अनिलका बुबा डाक्टर नारायण केसरी शाह चर्चित कूटनीतिज्ञ तथा मानव अधिकारवादी ऋषिकेश शाहका भाइ हुन्। विवाहिक नाता नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणाकी नातिनी रति राज्य लक्ष्मीसँग जोडिएको छ। शाहको विवाह नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाकी नातिनी रति राज्य लक्ष्मीसँग भएको छ भन्दा स्पष्ट हुन्छ। कूटनीतिक परिवारको सदस्य भएकाले अनिलको शिक्षा दीक्षा बंगलादेश, अमेरिका, भारतमा भयो। सन् 1971 अगस्त 1 मा काठमाडौँको थापाथली स्थित प्रस्तुति गृहमा जन्मिएका थिए शाह र शाहले वाशिंगटन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरेका छन्। अनिल तत्कालीन ग्रिनलेज अहिलेको स्ट्यान्डर्ड चार्टर्डमा सन् 1991 देखि करियर सुरु गरे। उनी त्यहाँको सेकेन्ड म्यानसम्म बने। त्यसपछि उनी नबिल ब्याङ्कमा सीईओ बनेर आए। पछि मेगा बैंक खुल्ने भएपछि संस्थापक सीईओ का रूपमा 2 कार्यकाल काम गरे र पछि फर्केर नबिल बैंकमै 1 कार्यकाल सीईओ भएर बिताए। उनले आफ्नो पहिलो कार्यकालमै नबिल बैंकलाई अधिकार सूचकमा पहिलो नम्बरमा पुर्याउन सफल भएका थिए। आमा बुबा जागिरे भएकाले उनी धाई आमाहरूका बीच हजुरआमाको काखमा हुर्किए। धार्मिक संस्कार हजुरआमाबाटै सिके। आमाको पहिलो विदेश सरुवा बंगलादेशमा भएपछि अनिल र उज्जवल ढाका गए। त्यसबेला धाई आमाहरूले मोटरमा राखेर कान्तेश्वरी विद्यालय लैजान ल्याउन थालेका अनिलको खुट्टामा धुलो पर्ला कि भन्ने चिन्ता गर्नुहुन्थ्यो। कूटनीतिज्ञ परिवारको सदस्य भएकाले अनिलका भाइ उज्जवल केसरी शाह दुवैको शिक्षा दीक्षा बंगलादेश, अमेरिका र भारतमा भयो। अनिलले ढाकाको बोर्डिङ स्कुलमा कक्षा 4 सम्म पढे। आमाको सरुवा भएर काठमाडौँ आउँदासम्म अनिल र उज्जवलको नेपाली निकै कमजोर भएको थियो। उनीहरूलाई नेपाली सिकाउनकै लागि बुढा नीलकण्ठ र सेन्ट जेभियर छाडेर केही महिना आनन्दकुटी स्कुलमा भर्ना गरियो। त्यसपछि अनिलले वाशिंगटन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरे। संसारको आकर्षण मानिने अमेरिकामा अवसर हुँदा हुँदै वृत्ति विकासका लागि अनिलले नेपाललाई नै रोजे। अब अनिल एमबीए गर्न अमेरिका होइन आमासँग दिल्ली पुगे। यता राजा महेन्द्रले 2017 पुसमा सत्ता पलट गरेपछि नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री सुवर्ण शमशेर राणा फेरि कलकत्ता पलायन भए। काठमाडौँमा उनको सम्पत्ति समेत जफत भयो। राणा र वीरकोटे राजा तारक बहादुर शाह परिवारबीच पहिलेबाट राम्रो सम्बन्ध त थियो नै। सुवर्ण शमशेर राणाका छोरा रुक्म शमशेरकी छोरी रति राज्यलक्ष्मी पनि दिल्लीमै थिइन्, जो दिल्लीकै अर्को विश्वविद्यालयमा पढिरहेकी थिइन्। पारिवारिक सम्बन्धका कारण अनिल र रतिको चिन्जान भयो।
उनीहरूको मित्रता प्रेममा परिणत भएको थाहा पाउँदा दुवै परिवार खुसी भए अनि पारिवारिक सल्लाह अनुसार नै उनीहरूको विवाह भयो। एमबीए गरेर नेपाल फर्किँदा अनिललाई जागिरे बनाउने पहुँच र स्रोतको कुनै कमी थिएन। त्यही बेला ग्रीन लेज ब्याङ्कमा सहायक तहको विज्ञापन खुल्यो। उनले सुटुक्क आवेदन दिए, उत्तीर्ण पनि भए। मासिक 3500 तलबमा उनी जागिरे भए। तर उनी बैंकको नेतृत्व तह ताकेर सहायक पदमा बसेका थिए। नभन्दै 13 वर्षमा उनी ग्रीनलेज बैंकको सेकेन्ड म्यानसम्म बने। त्यही बीचमा ग्रीनलेज बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गाभियो, तर विदेशी शाखामा पठाउन खोज्दा उनलाई विदेश जाने इच्छा नै थिएन। त्यसैले स्ट्यान्डर्ड चार्टर छोडेर नोबेल बैंक जोइन गरे। अहिले अनिल करिब 1.5 वर्षपछि नोबेल बैंकको सीईओ भएपछि नेपालको बैंकिङ इतिहासमा पहिलो सीए हुन् उनी। नेपालको बैंकिङ इतिहासमा एउटा ठूलो परिमाणमा उनी सीईओमा अनिल करिब 1.5 वर्षपछि नोबेल बैंकको सीईओ नै बने। नेतृत्व लिएको 5 वर्षमा आफूले नोबेल बैंकलाई नम्बर 1 बनाएको शाह बताउँछन्। नोबेललाई नम्बर 1 बनाएपछि अनिल मेगा बैंकको सीईओ हुन पुगे। उनले नम्बर 1 बैंकबाट अपरेटिङ लाइसेन्स समेत नपाएको बैंकमा जाने आँट गरे। त्यो बेला केही डर पनि लागेको थियो, उनी बताउँछन्। व्यावसायिक सफलताको शिखर चुमेका अनिलले खुशी र दुःखलाई दुई किसिमले वर्गीकरण गरेर तदनुरूप मनाउने गरेका छन्। उनी व्यक्तिगत उपलब्धि वा खुशी परिवार र साथीभाइसँग मनाउने, व्यावसायिक सफलताको खुशी अफिसमा सेलिब्रेट गर्ने गर्छन्। उनी अफिसका साथीभाइलाई घर लिएर जाने वा घरका कसैलाई अफिस लिएर जाने आउने गर्दैनन्। अनिल र रति एक छोरी छिन्, आर्या। यतिमै उनीहरूले सन्तानको रहर पूरा गरेका छन्। एक्ली छोरी बारे अनिल भन्छन्, मानिसहरू 2 सन्तान राम्रो हुने भन्छन्, छोरा पनि आवश्यक भने बताउँछन्, तर हामीले त्यस्तो कहिले सोचेनौं। जीवनमा सबैभन्दा धेरै रमाएको दिनबारे सोध्ने हो भने बैंकर अनिल शाहले छोरी जन्मेको दिन र अर्को दिन जब छोरीले अमेरिकाको युनिभर्सिटीमा एडमिसन पाइन्। उनी छोरी आर्यालाई हेर्दै माया गर्ने बताए। सायद त्यसै कारण होला पहिला आफ्नो हजुरआमा बसेको कक्षा कोठा वा हलमा अहिले नातिनी बसिरहेकी शाहले बताए। त्यसैले उनले आफ्नो आमाले बिताएको जस्तै जिन्दगी बिताउने छोरीले पनि पाएको रूपमा अर्थ्याएका छन्। आजको यो भिडियोमा विभिन्न सञ्चार माध्यमहरूबाट संकलन गरिएको डाटाको आधारमा तयार पारिएको यो अनिल केशरी शाहको जीवनी तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।